हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल दर्शकबिन यहाँहरूलाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। पक्कै पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। यहाँहरूले यस्तै महत्त्वपूर्ण विषयवस्तुहरू मेरो भिडियोबाट प्राप्त गर्नुहुनेछ। आज पनि मैले यहाँहरूसँग निकै नै महत्त्वपूर्ण विषयवस्तु लिएर उपस्थित भएको छु। नेपाल प्रहरी जवानको चाहिँ यो लिखित परीक्षाको रिजल्ट चाहिँ आइसकेको छ साथीहरू। कति साथीहरू चाहिँ रिजल्टको लागि पर्खाइमा बस्नुभएका साथीहरूको अहिले चाहिँ रिजल्ट आएर उहाँहरूको सपना चाहिँ उहाँहरूले चाहिँ के देख्नुभएको थियो त्यो सपना चाहिँ पक्कै पनि उहाँहरूले पाइसक्नु भएको छ र उहाँहरूले सोचेको अनुसार रिजल्ट चाहिँ आइसकेको छ। जो 4100 बराबरको सङ्ख्यामा चाहिँ नाम निकाल्नु भएको छ। 4100 जना बराबरको अन्दाजी 4100 भन्दा अझै बढी छ नाम निकाल्नु भएको छ। धेरै साथीहरूले नाम निकाल्नु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। पक्कै पनि तपाईँहरूको नाम निस्किसकेको छ। अब अन्तिममा अब 1000 वा 1100 जना जति फाल्छ होला, अब बढीको अब 2900 लगभग 3000 अन्दाजी 3000 जना सङ्ख्यामा चाहिँ लिन्छ भनेपछि कोटा छ। अब 4100 भनेपछि लगभग 1100 जति अन्दाजी भनौँ, यतिजना फाले पनि 3000 जना चाहिँ लिन्छ। त्यस कारणले लगभग मजाले चाहिँ आफू ढुक्क भएर बस्दा पनि हुन्छ। केही साथीहरूको केही साथीहरू मजाले ढुक्क तरिकाले बस्दा पनि हुन्छ, केही फरक पर्दैन। त्यस कारणले यहाँहरूको चाहिँ आफ्नो तरिका मजाले बेस्ट दिन सक्नु भएको छ। पक्कै पनि यहाँहरूलाई धेरै धेरै धन्यवाद। देख्न सक्नुहुन्छ कतिजना पास हुनुभएको छ, यहाँ देखाएको छ। माग पद सङ्ख्या चाहिँ खुल्लामा चाहिँ 1578 प्लस 58 गरेर जमाती छ। छनौट सङ्ख्या चाहिँ 2300 जना छ। अनि यो अशक्त अमर प्रहरीतर्फ 58 जनामा छनौट 0 जना, यसमा चाहिँ छनौट नै भएको छैन। महिलामा चाहिँ छनौट भएको छैन भन्दा पनि यसमा कोटाबाट दुवैतिर पनि निकालेको हुनसक्छ, त्यो पनि हुनसक्छ। अनि यता महिला 259 जनामा 1094 जना महिलामा निकाल्नु भएको छ। आदिवासी जनजाति 413 मा 1222 जनाले निकाल्नु भएको छ। मधेसी 361 जनामा 906 जनाले, दलित 194 जनामा 697 जनाले निकाल्नु भएको छ र पिछेमा 65 जनामा 287 जनाले निकाल्नु भएको छ। पक्कै पनि देख्न सक्नुहुन्छ आफ्नो नाम कहाँ छ, हेर्न सक्नुहुन्छ। दर्शकबिनहरू यहाँहरूलाई कस्तो लाग्छ मेरो भिडियो, आफ्नो नाम हेर्नुहोस् कहाँ कहाँ छ। नाम हेरिसकेपछि आफ्नो नाम छ कि छैन यकिन गर्नुहोस्। मैले अलि छिटो चाहिँ गरिदिन्छु, मजाले आफ्नो उसलाई चाहिँ हेर्नुहोस् मेरो नाम छ कि छैन भनेर। देख्न सक्नुहुन्छ दर्शकबिन धेरै छ, धेरै सङ्ख्या भएको हिसाबले मैले अलि छिटो स्क्रोल गरेको छु। यहाँहरूले चाहिँ आफ्नो नाम छ कि छैन हेर्न सक्नुहुन्छ दर्शकबिन है। साथीहरू हेर्न सक्नुहुन्छ। ल, साथीहरूको नाम आइसकेको छ। कति साथीहरूको नाम निस्किसकेको छ होला भने कति साथीहरूले चाहिँ अर्कोचोटिको लागि तयारी गर्नुहुनेछ र अर्कोचोटि बेस्ट दिनुभयो भने अर्कोचोटि निस्किन्छ। धैर्यता गर्नुपर्छ, हात्तिनु हुँदैन। अहिले भएन केही छैन, अर्कोचोटि हुन्छ। तर मेहनत गर्न चाहिँ छोड्नु भएन साथीहरू, मेहनत चाहिँ गर्नु पऱ्यो है। मेहनत चाहिँ गर्न छोड्नु हुँदैन। यदि नाम निस्केको छैन भने पनि साथीहरूले मेहनत गर्न छोड्नु भएन। नाम निस्केको छ भने अझै माथिल्लो पदको लागि पनि भित्रीबाट पनि तयारी गर्न सक्नुहुनेछ। अन्य धेरै छ, खुल्ला छ हरेक कुराहरू, अब आफूले दिन सकिन्छ। धेरै मेहनत गर्ने हो, मेहनत गरेपछि जहाँ पनि सफल भइन्छ। मेहनत गर्न चाहिँ छोड्नु भएन साथीहरू, मेहनत चाहिँ गर्नुपर्छ, मेहनत गर्न चाहिँ छोड्नु भएन है त साथीहरू। ल, नाम निस्केको छ, कतिजनाको साथीहरूको नाम निस्क्यो, कतिको निस्केन, हरेस खानु भएन। 4114 जनाको नाम निस्केको छ, देख्न सक्नुहुन्छ है। साथीहरूले मजाले देखिसक्नुभएको छ। भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन हुन्छ। पक्कै पनि नभुल्ला भन्दै यो मेरो छोटो भिडियोबाट बिदा हुने अनुमति चाहन्छु। हस्।